वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ हो आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है उनकै नजिक जाऊं उनीसँगै माया लाऊं उनकै नजिक जाऊं उनीसँगै माया लाऊं आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है उनकै नजिक जाऊं उनीसँगै माया लाऊं उनकै नजिक जाऊं उनीसँगै माया लाऊं यो बादल यो पहाड यी फूल भन्दा सुन्दर छे यो खोला यो झरना यी पंछी भन्दा चञ्चल छे यो बादल यो पहाड यी फूल भन्दा सुन्दर छे यो खोला यो झरना यी पंछी भन्दा चञ्चल छे स्वर्ग की परी चुलबुले मोरी लाई
अंगालोमा बेरिरौँ एक नास हेरिरौँ हे अंगालोमा बेरिरौँ एक नास हेरिरौँ ओके ल ल ल कार्यक्रम अगाडि बढाउनु थोरै यति सबैले लाखौँ जस्तो मात्रै यति अहिले मिलाएर माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो माया दियो ममता दियो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आँसु पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो आँसु पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो रुवाएर तिमीलाई हाँस्नु मैले छैन तिमी जस्तो असल साथी संसारमै छैन आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो
माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा सपनाको संसारमा म त भुले नि विरतीको दुनियाँमा आइपुगे नि ए सपनाको संसारमा म त भुले नि विरतीको दुनियाँमा आइपुगे नि होस हराउँछ मन रमाउँछ होस हराउँछ मन रमाउँछ तिमी हाँसिदिए हिमाल झैं तिमी हाँसिदिए हिमाल झैं माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा
बेहोली 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 आज किन सपनामा छुके जस्तो लाग्दैछ आज किन सपनामा छुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्री बेहुली 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 मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई बेहोली बेहोली पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी इशारा गर्नु
त्यो अलिअलि हस्पिटल थोरै यसो छिटछिटी गर्नु है तरलाई भाइ त्यो चाहिँ हामी नतिर्नु पर्ने अन्त्यसम्ममा जान अहिले भाग
काटे जन्तर चाँदी काटेर जम्हिन लाहुरा सिरा फुली मैया तिमलाई पछ्यौरी किन्दिउँला नयाँ नयाँ 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 रहर बढ्यो बैसले छाल हान्यो टिभीमा झिल्केले जाल हान्यो सुन काटे जन्तर चाँदी काटेर कालानी हो लाखे रेलेको पैया ओइ मात घर छोडी जन्नभो ऐया ऐया मात घर छोडी जन्नभो ऐया ऐया ओइ मात घर छोडी जन्नभो ऐया ऐया मात घर छोडी जन्नभो ऐया ऐया सिन्दुर बनेर म सिउँदो सजाउँछु तिमीले त्यसको सधैँलाज राख्नु सिन्दुर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सधैँलाज राख्नु
ओम विश्वतस्य पापोऽहं पापकर्माहं पापदमा पापसंभवं त्राहि मां पुण्डरीकाक्ष सर्वपापो हरो हरि नमः। विशतचक्षुरुतो विशतो मुखो विशतो बाहुरुतो विशतस्पात् संबाहुबेन्दमति सपित्तजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं देवी प्रपन्नार्त्रिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमेश्वरीर्देवी चरचरस्य जपाकुशर्मको श्री गजानन भगवान राधा कृष्ण भगवान को बहिनीले गाईको बर्थडे भनेर लगाइदिन्छन् ल लगाइदेऊ त गाईलाई लगाइदेऊ ज्ञानदायहरूले उता जाँदा जङ्गलमा के हुन्छ मलाई रोक्नु छ भन्दै थियो त्यता छिर्नु छ यो कसको बाबु कार्टुन छैन ल्याउ बाबु
बाबुलाई फाइदा बर्थडे हुने यार बर्थडे ल टेन्सन नगरेर बोकेर लान्छौँ हामी गाडी चाहिँ हैन जुत्ता लाज लाग्छ है कुराकानी गर्न नदिने भनेको थिएन दिने हो नि पक्कै बोल्न पाएन अब त साली मात्रै घुसपेट भयो त्यो त अघि नै हुनु पर्यो नि अब यहाँ समाजको अगाडि त भन्नु है दिदी पनि मागेर पनि यस्तो दिन छोडिदियो के गर्नु पर्दैन जे हो त्यो जुत्ता कति महँगा हुने जुत्ता सस्ता हो नि सालीको ठाउँमा साली जुत्ता सस्तो साली चाहिँ महँगो भयो त्यहाँबाट सुरु गर्नु पर्यो अब जुत्ता दिएन भने तिमीलाई लिएर जान्छ आउने फेरि यहाँ गाह्रो छ दुईवटा जुत्ताको भाडा दिनु पर्दैन के हुन भन न एउटा रमाइलो हो त्यो हुनै पर्छ भन्ने छ आधिकारिक भेनाजुको भाइ म पनि है भाइ दुईटा जुत्ता ल यता सुन त एउटा सुन्न हुन्छ 20,000 कति 4वटा यस्तो होइन दुईको पछाडि मैले 20को पार्टी कतिवटा जिरो हुन्छ नि 4वटा भने 4वटा त होइन 5वटा दुईको पछाडि 3टा जिरो कति चाहियो चेक काट्दिनु क्या भाइ चेक काट्दै झ्याप्पै सालीलाई चेक हातमा 5,000 राख्यो एउटा नर्भस पुरै नर्भस हुनुभयो कि जुत्ताको रेट त 20को 2टा जिरो हराएर दुईको पछाडि कतिवटा जिरो भन्ने नि अलिकति झुक्यो होइन दुईको पछाडि मैले 20को पछाडि कतिवटा जिरो हुन्छ भनेको तिमीले कतिवटा 20,000 होइन 20को पछाडि 3टा जिरो हुन्छ दुईको पछाडि 4वटा जिरो
20को पछाडि 3टातिर हुन्छ। 20को पछाडि 3टातिर भएपछि 20,000 हुन्छ नि। ठ्याक्कै टुटी पोइन्ट हुनु पर्यो, जानलाई ढिलो भयो। अब लामो कुरा नगरौँ। स्कुल जाँदा खाजाको पैसा दिहाउ न, दिइहाल्छ नि। त्यही त भने मैले खाजाको पैसा दिएँ। 20,000 भनिन्छ नि एउटा अब जुत्ता गाडी 20 त माग्नुहुन्छ है। परबिन जुत्ता पनि साली पनि लिएर हिँड्नु घर भनेको जाने हो। जुत्ता 700 रुपियाँ 150 रुपियाँ 1000 तिम्रो भेला नानी त पठाउँछौ। काँडै काँडा उम्रेको बाटो छ पुरै अनि कुद्दैन के जङ्गलको बाटो जानुपर्छ। भनेर जानुपर्छ। त्यसो भए त झन् बढाउँछ, दिलले दुःख गर्नु पर्यो। त्यो दिललाई दुःख हुन्छ त पैसा हिँड्नु पर्यो भनेपछि अब पैसा फुल चाहिँ काँडामा उम्रिन्छ क्या फेरि होइन, त्यो त्यस्तो हो नि त। जोडी पनि मिल्यो। 20 को एउटा 2 हटाम 0 हटाम हजुर पनि नै मेरो नि नै 15 त्योभन्दा तल त 15 त मेरै भयो नि हजुरको नै मेरो कसैको पनि भएन योभन्दा तल भन्ने भए चाहिँ खाली खुट्टा गयो नि केही भयो होइन। खाली खुट्टा पठाउँछौ भने पठाउँछौ तिमीले भिनाजुलाई खाली खुट्टा दिदीलाई लगाएर साथी फेरि एक्लै डराउने दिदी फेरि यताबाट पछि हजुर भने सबै छोडिदिन्छु भने अन्त तिनको पछि नि हुनु परेन। 18 वर्ष पुगेन जस्तो लाग्यो त्यही भएर हो। फेरि तिमी यता बोल्दा बोल्दै नानी जुत्ता कहाँ हराउला नि अहिले किन अरूले 15 दिनु अनि दुईटै जुत्ता लिएर जाने। मैले अघि एउटा जुत्ताको रेट 10 भने थिएँ, अब घटेर 15 बनाइसकेँ। जाऊ तल गएर सस्तो त्यतै पर्ला जस्तो लाग्छ। हिसाब गर्दै जाने, हिसाब गर्दै हामी यहीँ आउने हो जान्छ हिँड अब लास्ट हजुरको भन्नु कति लिएर जाने कुरा भयो भने जुत्ता लुगाउने मान्छेलाई नि लिएर जाने कुरा तिमीले 50 भनेमा कति घट्यो? 15बाट 10 घटाउँ। पैसा तिमीले लिएर गर्थ्यौ के? नानी हामी जस्तो होइन सुन न, त्यो तिम्रो अधिकारको कुरा हो, हामी तिमीलाई त्यस्तो भनेको होइन। त्यही भएर आफ्नै अधिकार भयो। एकछिन रमाइलो भयो, हामीले नराम्रो मानेर अधिकार क्षेत्रभित्र कुरा हो। तिम्रो साली हो, साली ल भयो गाला त लगा ल अब साइली सम्झिने ए धनी हुँदैन हजुर सम्झिने अब धनी साडी छन् सम्झिने छोडेर बुढी सम्झिनेलाई पत्तै छैन, अरू सम्झिनेहरू सबै रातै भइसक्यो।
माही मना के ले चले आवे मेरा नी हाय मेरा खिलौना रूठ गया बाबुल दा वेड़ा छूट गया माही मना के ले चले आवे मेरा नी हाय मेरा खिलौना रूठ गया बाबुल दा वेड़ा छूट गया छुप छुप रोंदियां ने मेरिया सहेलियां छुप छुप रोंदियां ने मेरिया सहेलियां बचपन से ही जो थी मेरे नाल खेलियां गली बिछड़ गई शहर बिछड़ गया दिल थोड़ा सा टूट गया बाबुल दा वेड़ा छूट गया माही मना के ले चले आवे मेरा नी हाय मेरा खिलौना रूठ गया बाबुल दा वेड़ा छूट गया रब ने बनाया के हो जे हदस तूर वे जिन्ना जम्मिया उन्हां दे कोल होना पैंदा दूर वे मां दियां ठंडियां छावां भी छड्डियां बाबुल दी मर्जी सानू मंजूर वे सोहरियां दे चलदे जश्न सवेर तक इत्थे नी हाय इत्थे ठंडा तंदूर पिया बाबुल दा वेड़ा छूट गया माही मना के यो त्यहाँ पर्से त्यहाँबाट लेखेर हुन्छ कि त्यो बाटो लेखेर ल्याएर हुन्छ
नवीनालाई 50 रुपियाँ थप्नु 200 आयो भन्दा कम होइन हेर बुढी हेर नहेर आए जन्ती बेहुली लिएर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी देखाउन पाइयो बुहारी हेर नहेर आए जन्ती बेहुली लिएर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी देखाउन पाइयो बुहारी साह्रै राम्री लक्ष्मी देखाउन पाइयो बुहारी हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी देखाउन पाइयो बुहारी खुसी छु हेर छोरा बुहारी एकै नाच देखेर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी देखाउन पाइयो बुहारी साह्रै राम्री लक्ष्मी देखाउन पाइयो बुहारी लक्ष्मी जस्तै बुहारी आइन् यो घरमा खुसीको दिन ल्याइन् हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी देखाउन पाइयो बुहारी बुहारी आइन् यो घरमा खुसीको दिन ल्याइन् हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी देखाउन पाइयो बुहारी साह्रै राम्री लक्ष्मी होइन
हामी पनि हौ भाग्यमानी त्यही हुनाले जुरायो यी नानी हाम्रो